हेलो सन्चै हुनुहुन्छ 2024 मा नेपालमा मोस्ट पपुलर गेमिङ फोन कुन हो तपाईलाई थाहा छ अभियसली इन्फिनिक्स GT20 Pro र अहिले चाहिँ नेपालमा इन्फिनिक्स GT20 Pro को दाइ गेमिङको बादशाह इन्फिनिक्स GT30 Pro चाहिँ आइसकेको छ र एउटा अमेजिङ कुरा के छ भन्दाखेरि चाहिँ जुन प्राइस छ नि प्राइस चाहिँ इन्फिनिक्स GT20 Pro को भन्दा नि कम छ के अनि फिचर चाहिँ कस्तो कस्तो छ भन्दाखेरि चाहिँ तपाईको गेमिङलाई एक्सट्रिम बनाउनको लागि 2 साइड ट्रिगर बटन दिएको छ यसैगरी कस्टमाइज RGB लाइट र 120 FPS मा PUBG चाहिँ सरर चल्छ के सो बाकी सबै फिचर चाहिँ म भिडियोमा भन्ने हाल्छु र च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गर्नु होला र भिडियोलाई एक लाइक चाहिँ गरिदिनु मैले अघि नै भनिहालेँ इन्फिनिक्स GT20 Pro को अपग्रेडेड भर्जन चाहिँ GT30 Pro हो र डिजाइनको कुरा गर्दा इन्फिनिक्स GT20 Pro चाहिँ यस्तो देखिन्छ र GT30 Pro चाहिँ यस्तो देखिन्छ र डिजाइन पुरै चेन्ज भएको छ अनि यो क्यामेरा मोडुल चाहिँ छ नि एकदमै सिम्पल छ यो पुरानो फोनतिर आउँथ्यो नि त्यस्तै खालको छ तर अरू ब्रान्डहरु चाहिँ यत्रो क्यामेरा मोडलहरु दिन्छन् जसले गर्दा चाहिँ गेमरहरुलाई थाहा नै होला कति अनकम्फर्टेबल फिल हुन्छ यसमा चाहिँ सिम्पल क्यामेरा मोडल दिएको छ र एकदमै कम्फर्ट फिल हुनेछ गेमरहरुको लागि कलर अप्सन कुरा गर्नु हुँदा तपाईले यस्तो कलर र यस्तो कलरमा पाउन सक्नुहुन्छ र व्हाइट कलरमा व्हाइटै लाइट बल्ब छ भने ब्ल्याक कलरमा चाहिँ कस्टमाइज RGB लाइट दिएको छ र अर्को इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि यो फोनले चाहिँ वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ जसले गर्दा तपाईले कुलर चाहिँ टास्नको लागि एक्स्ट्रा म्याग्नेट किनेर चाहिँ चिप्काइ राख्नु पर्ने जरुरी हुने छैन अनि बडी फ्रेमको कुरा गर्दा चाहिँ पुरै प्लास्टिक हो र यो फोनको वेट चाहिँ मात्र 189 ग्राम मात्रै रहेको छ त्यसैगरी फ्रन्टमा प्रोटेक्सनको लागि गोरिल्ला ग्लास i7 दिएको छ इन्फिनिक्स GT20 Pro मा चाहिँ IP54 को रेटिङ थियो भने यस फोनमा चाहिँ IP64 को रेटिङ दिएको छ एकदमै बेटर छ एकचोटी फोनलाई सरल 360 भ्यू हेर्दिम है त तलपट्टि दिएको छ सिम कार्ड ट्रे माइक्रोफोन USB टाइप C स्पिकर ग्रिल साइडमा दिएको छ पावर अन अफ बटन भोल्युम बटन अनि माथिपट्टि स्पिकर ग्रिल एयर ब्लास्टर नोइज क्यान्सलेसन माइक्रोफोन र दुईटै साइडमा तपाईहरुलाई दिएको छ ट्रिगर बटन प्राइसको कुरा गर्दा चाहिँ इन्फिनिक्स GT20 Pro चाहिँ 47,999 मा नेपालमा आएको थियो भने इन्फिनिक्स GT30 Pro 8/256GB भेरिएन्टले पनि सेम प्राइस तपाईले 47,999 मै लिन सक्नुहुन्छ अमेजिङ छैन त तर प्राइस सेम भए पनि जुन परफर्मेन्स र फिचरहरु छ नि लिटरली सबै चाहिँ चेन्ज छ है यो फोनमा तपाईले 6.78 इन्चको एमोलेड स्क्रिन प्लस 144 हर्ज को रिफ्रेश रेट पाउन सक्नुहुन्छ भने 4500 निट्स सम्मको पिक ब्राइटनेस पाउँछ जसले गर्दा तपाईको आउटडोर एक्सपिरियन्स अझ बेटर हुनेवाला छ र साइडमा बेजलहरु पनि एकदमै सानो छ अब सफ्टवेयर अपडेटको कुरा गर्दा यो फोन एन्ड्रोइड 15 बेसमा चाहिँ आएको छ र 2 वर्षको चाहिँ एन्ड्रोइड अपग्रेड दिएको छ बेसिकली गेमिङ फोनहरुमा चाहिँ 2 वर्ष अलि कम हो बेसिकली मिनिमम पनि 3 देखि 4 वर्ष दिएको भए चाहिँ अझ बेटर हुन्थ्यो र AI फिचरहरु पनि दिएको छ जस्तै सर्च कल टु सर्च गर्ने तपाई टेक्स्ट गर्दै हुनुहुन्छ र तपाईको टेक्स्ट चाहिँ मिस्टेक छ भने चाहिँ त्यसको ग्रामर एनालाइसिस गरेर करेक्ट गर्ने जस्ता AI फिचरहरु पनि यस फोनमा दिएको छ प्रोसेसरको कुरा गर्दा चाहिँ इन्फिनिक्स GT20 Pro भन्दा चाहिँ अपग्रेडेड प्रोसेसर पाउन सक्नुहुन्छ जसमा चाहिँ MediaTek Dimensity 8350 अल्टिमेट प्रोसेसर 4 न्यानोमिटरको साथमा पाउन सक्नुहुन्छ र फोनको अन्ततः स्कोर पनि करिब 13 लाखको आसपासमा छ अनि यसैगरी यस फोनमा चाहिँ PUBG हरु 120 FPS मा तपाईले मज्जाले खेल्न सक्नुहुन्छ यो फोन चाहिँ गेमिङको लागि टार्गेट गरेर बनाएको कारणले क्यामेरा चाहिँ यस्तो दामी चाहिँ छैन तपाईले 108 मेगापिक्सलको प्राइमरी क्यामेरा र 8 मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा पाउन सक्नुहुन्छ 4K 60 FPS सम्मको भिडियो मज्जाले रेकर्ड गर्न सक्नुहुन्छ क्वालिटी चाहिँ एभरेज खालको हुन्छ एकदम दामी क्वालिटी चाहिँ आउँदैन यसैगरी तपाईले सेल्फी क्यामेरा पनि 13 मेगापिक्सलको पाउन सक्नुहुन्छ क्यामेरा एभरेज छ त्यस्तो खासै नराम्रो खत्तम क्यामेरा पनि छैन एभरेज क्वालिटी छ क्यामेराको लागि यो फोन चाहिँ हैन छुटेको केही फिचरहरु भन्छ है तपाईलाई यस फोनमा चाहिँ UFS 4.0 को स्टोरेज सिस्टम अनि एकदम बेटर साउन्ड क्वालिटीको लागि चाहिँ JBL को डुअल स्पिकर दिएको छ जुन एकदमै बेटर छ अनि लास्टमा अन्डर डिस्प्ले अप्टिकल फिंगरप्रिन्ट पनि दिएको छ तर अलिकति तल दिएको कारणले हामीलाई अलिकति अप्ठ्यारो चाहिँ हुन सक्छ है तपाईले यस फोनमा 5500 mAh को ब्याट्री प्लस 45 वाट को फास्ट चार्जिङ पाउँछ तपाईले चार्जर चाहिँ बक्समै पाउन सक्नुहुन्छ भने 30 वाट को चाहिँ वायरलेस चार्जिङ पनि सपोर्ट हुन्छ अघि भने जस्तै तपाईलाई जुन कुलरहरु चाहिँ एट्याच गर्न एकदमै सजिलो हुन्छ म्याग्नेट त्यही भएको कारणले सो ओभरअल फोन चाहिँ एकदमै गुड छ तपाईले लिन सक्नुहुन्छ एकदमै बेटर परफर्मेन्स दिन्छ तपाईले जुन गेमिङमा एकदमै राम्रो परफर्मेन्स तपाईले पाउन सक्नुहुन्छ यो फोन नेपालमा आइसकेको छ र तपाईले इजिली लिन सक्नुहुन्छ अन्तिममा हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला